यो चोबारसम्म नै हामी अहिले पीडित छौँ। जताततै खोला नालाहरू घनाएको अवस्था। यो बागमती भनेको एउटा धार्मिक सभ्यता बोकेको बागमती। अहिले माननीय अब हामीले यो आफ्नो आदरणीय व्यक्ति भनेर अगाडि भएर मात्रै भनेको छैनौँ। अहिले चाहिँ जुन हिसाबले चाहिँ उहाँले इनिसिएटिभ लिएर बागमतीको लागि जुन बजेटको व्यवस्था भएको छ, जुन कार्यक्रमहरू अगाडि ल्याउनु भएको छ, त्यसको लागि धेरै धेरै धन्यवाद। र वृक्षारोपण र चाहिँ यो पानीलाई भरण कार्यक्रम, यस्ता कार्यक्रमहरू जुन अगाडि आएका छन्, यसका लागि म साह्रै नै खुसी व्यक्त गर्न चाहन्छु। र धेरै बोल्ने भन्दा पनि म आदरणीय व्यक्ति सम्पूर्णलाई भन्न चाहन्छु, यो बागमती र वृक्षारोपण र यसको संरक्षण, वृक्षारोपण भन्दा नि संरक्षणमा हामी सबैले हात हाल्नुपर्छ। र अहिले भर्खर सचिवज्यूले अब यो कुनै पनि 5 ठाउँको यो बागमतीमा मिसिएका ढलहरू, 5 ठाउँको ढलहरू हामी चाहिँ अब मिसिन दिने छैनौँ। 2टाको चाहिँ कम्प्लिट भएको छ, 3टा चाँडै गर्दैछौँ भन्नुभयो। यो नै सबैभन्दा सराहनीय कुरो मैले ठान्छु। यहाँको चाहिँ भएकै यही हो। यो 60 ठाउँबाट जुन साइड नदीबाट चाहिँ नालाहरू बागमतीमा मिसिएका छन्, घर घरको ढल बागमतीमा मिसिएको छ। अब बागमती कि नालमती, त्यस कारणले यसलाई शुद्धिकरण गर्नु सबैभन्दा आजको आवश्यकता हो। किनभने हामी यही बागमतीमा पानी खान्थ्यौँ, हामी यहाँ माछा सलसल माछा चल्थ्यो यहाँ। अब त्यही किसिमको बागमती हामीले खोज्या हो। अब यो चाहिँ हाम्रो माननीय मन्त्रीज्यूको नेतृत्वमा उहाँ सबै कुरा बुझ्नुभएको आदरणीय व्यक्तित्व हुनुहुन्छ। उपत्यका बुझ्नुभएको व्यक्ति पाएका छौँ हामीले। अब यहाँका खोला नाला शुद्धिकरण गर्ने र यो वातावरणलाई शुद्धिकरण गर्ने र अब सबैभन्दा महत्त्वपूर्ण मैले आवाज उठाइराखेँ अहिले यो पानी भरण भन्दाखेरि यो सानो नै मान्नु होला तपाईँहरूले। यो परेको पानीलाई अब हरेकको घरभित्र हालेर यसलाई भरण गरेन भने पानीको सतह आज जुन 200 फिट मुनि पुग्यो भने चाहिँ रेकर्ड छ, यो 400 मुनि पुग्छ। र अब यो बोट बिरुवाले पानी पाउँदैन, कुनै चिसोपन भन्ने हुँदैन। अब त्यस कारणले हामीले हरेक घरमा परेको पानीलाई आफ्नो छानाबाट आफ्नै घर मुनि हालेर यसको भरण योजनाहरू ल्याउन पर्छ। बागमतीलाई शुद्ध गर्नुपर्छ। यो क्षेत्रलाई हराभरा गर्ने दिशामा हामी सबै कम्मर कसेर लाग्नुपर्छ भन्ने कुरामा आजको टिम, आजका सचिवज्यू, हाम्रो नारायणजी, बागमती आयोजनाका प्रमुख लगायत टिम सम्पूर्ण साथ हामी सँगै छौँ। गोकर्णेश्वर नगरपालिका सँगै छ। नगरपालिकाले ठुला योजना यो क्षेत्रमा अगाडि बढाएको छ। म आफ्नो केन्द्रबाट मैले पनि आफ्नो हात बढाएको छु। सम्पूर्ण साथीहरूलाई शुभकामना।